मलाई चाहिँ जहाँ गए पनि नेपालको यति धेरै याद आउने चाहिँ किन होला कि है। जहाँ गए पनि मैले चाहिँ केही हरियाली, खोला, नदी, नाला त्यस्तो केही देख्यो भने मलाई चाहिँ नेपालको एकदमै धेरै याद आउँछ कि नेपाल जस्तै छ, नेपाल जस्तै देखिन्छ भन्छु है। अनि त्यसपछि चाहिँ मलाई सबैजना जिस्काउन थाल्छन् कि मेरो छोरी, मेरो बुढो, यसलाई त जहाँ गए पनि नेपालकै याद आउँछ, नेपालकै याद आउँछ भनेर भन्नुहुन्छ कि। तर मलाई साँच्चै नै नेपालको एकदमै धेरै याद आउँछ है। अनि यो ठाउँ पनि त्यस्तै थियो कि यो ठाउँ ठ्याक्क हामी पुग्दाखेरि चाहिँ त्यो बाटोहरू चाहिँ पुरै नेपालको त्यो पहाडतिरको डाँडा पाखा घरहरू है, बाटोहरू सबै सेम त्यस्तै कि मलाई यति धेरै नेपालको याद आयो कि। अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्ने कुरा तपाईँहरूलाई म देखाउँदैछु है। वेलकम ब्याक टु माई मिनी ब्लग एभ्रिवान। आज चाहिँ हामी दिनान्त, बेल्जियमको दिनान्त भन्ने ठाउँ जाँदैछौँ है। यहाँ जानुभन्दा अगाडि चाहिँ मलाई यो ठाउँ के हो कस्तो भन्ने कुरा केही पनि थाहा थिएन, मैले केही रिसर्च गरेको थिइनँ। अनि मेरो हस्बेन्डले चाहिँ यो त घुम्ने ठाउँ हो, जाउँ घुम्न भन्नुभएको थियो। ल ठिकै छ जाऊँ न त भनेर गएको। अनि त्यसपछि हामी हिँड्यौँ है। अनि हिँडिसकेपछि चाहिँ बाटोहरू यस्तो यस्तो रहेछ। यो चाहिँ हाइवे हो कि, अब यो हाइवे, यो सुरुङ मार्ग। अनि यो कटिसकेपछि चाहिँ मेन हाइवे आउँछ। अनि यहाँको हाइवेहरू यति धेरै बिजी हुन्छ, यति धेरै गाडीहरू हुन्छ है। अनि हरेक हाइवेमा चाहिँ त्यो स्पिड लेखेको हुन्छ कि यसमा चाहिँ यति स्पिडमा हिँड्ने, यतिमा हिँड्ने भनेर। अनि यो स्पिड पनि एकदमै हाई हुन्छ कि 100, 90 यस्तो हुन्छ है। अनि यो हाइवेमा हिँड्दा चाहिँ मलाई चाहिँ अलिअलि डर लाग्छ होइन, अब बच्चा लिएर हिँड्नुपर्छ नि त, त्यही भएर। अनि यो हरियाली देखेर पनि मलाई नेपालको एकदमै याद आइरहेको थियो कि। अनि त्यसपछि यो बाटो हेर्नु न, बाटो कस्तो राम्रो छ नि है। रोडहरू फेरि हेर्नु न, अलि कता पनि केही यहाँनिर बिग्रेको हुँदैन कि, कस्तो राम्रो के। स्पिड देख्नु भएन नि, 110 छ कि। अनि यस्तो स्पिडमा हिँड्दाखेरि पनि बाटोहरू चाहिँ यस्तो राम्रो भयो भने त होइन, अब नेपालमा पनि भइदिएदेखि त कस्तो राम्रो हुन्थ्यो नि। त्यसपछि हामीले ब्रेक लिनको लागि एउटा रेस्टुरेन्टमा रोक्यौँ है। यहाँ चाहिँ केही ब्रेकफास्ट गरेर जाऊँ भनेर। तर हामीले खाना जस्तो खानेकुरा केही हुँदैन कि यिनीहरूको त, जहाँ गए पनि यही ब्रेड बाहेक केही हुँदैन है। ब्रेड नै यो थरी थरीको। अनि प्रायः जस्तो चाहिँ गुलियो कुराहरू धेरै हुन्छ। मलाई चाहिँ फेरि यो गुलियो कुराहरू फिटिक्कै मन पर्दैन यिनीहरूको खानेकुरा है। घरबाट आउँदा चाहिँ हतार हतार भयो, त्यही भएर मैले प्याक गर्न सकिनँ। अनि भोक लागिसकेको थियो, सब्जी भए पनि खाऊँ भनेर। त्यसपछि चाहिँ हामीले यो खाना मगायौँ है। अनि खाना चाहिँ कसैले मन गरेन, मैले नै खाएँ, बाबुले अलिअलि खायो है। अनि त्यसपछि चाहिँ यो खाइसकेर हामी चाहिँ अनि फेरि निस्कियौँ। यहाँबाट चाहिँ अझ 45 मिनट भित्र थियो त्यो ठाउँ चाहिँ। त्यसपछि यहाँ खाइसकेर चाहिँ हामी निस्क्यौँ। मेरो बाबुलाई खुवाउन थालेको, उसले पनि त्यस्तो मन पराएन कि, खाँदै खाएन। त्यसपछि हामी त्यहाँ पुग्यौँ है। पुग्दा त ठ्याक्क घाम यस्तो चर्केको कि 12:30तिर पुगेको थियो होला हामी। घाम यस्तो चर्को थियो, मलाई त त्यो गर्मी देखेरै बेकार आएछ। हामी यस्तो गर्मीमा केही पनि छैन भनेर यसरी भिडियो बनाउँदै थिएँ। म चाहिँ खै केही त छैन यसमा, यही घुम्न आएको हो र भनेर बनाउँदै थिएँ ठ्याक्कै यहाँ पुग्दा चाहिँ। अनि यही हो भन्दै फोटो खिच्न थाल्नुभयो मेरो श्रीमानज्यू चाहिँ। त्यसो भए कहाँ हो घुम्ने ठाउँ, जाऊँ छिटो, यो त होइन होला भनेर भने। अनि त्यसपछि हामी चाहिँ हिँड्न सुरु गऱ्यौँ। अनि मैले यहाँ चाहिँ त्यही भन्दैछु कि गाइज हामी यही ठाउँ घुम्न आएको हो, ल हेर्नुहोस् भनेर भिडियो बनाउँदैछु। अनि मैले बोलेको भोइसहरू चाहिँ कति त्यति राम्रोसँग आएको थिएन, हावा चलिरहेको थियो नि त। अनि त्यही भएर चाहिँ फेरि मैले होस् भोइस ओभर गरेर बनाउँछु भनेर सुरु गरेको। अनि यो चाहिँ यहाँको चर्च है। चर्चमा चाहिँ म फर्स्ट टाइम गएको कि, यसको भित्र पनि गएको थिएँ तर फोटो चाहिँ छ, भिडियो चाहिँ खिच्न पाइनँ मैले। फर्स्ट टाइम गएको म चाहिँ त्यो चर्चमा। अनि त्यसपछि चाहिँ यो पुल रहेछ। अनि यो पुलमा चाहिँ हरेक युरोप कन्ट्रीको फ्ल्यागहरू थियो कि त्यहाँ चाहिँ। अनि खासमा चाहिँ त्यही पुलमा रहेछ मान्छेले फोटो खिच्ने, तर गाडीहरू हिँड्दै थियो त्यही भएर राम्रोसँग खिच्न पाएनौँ हामीले चाहिँ, अलिअलि खिचेछौँ कता कता। अनि मैले चाहिँ सानो सानो क्लिपहरू पनि क्याप्चर गरेँ। यो झन्डाहरू देखिरहनु भएको छ नि, यहाँ यो पुरै युरोपियन कन्ट्रीको हो कि। अनि यहाँ चाहिँ वर्ल्ड वार भएको रहेछ है पहिले, कति वर्ष अगाडि हो, मैले त्यो बिर्सेँ। त्यो सबै हेरेको थियौँ हामीले हेर्न चाहिँ। अनि यो चाहिँ चर्च होइन, त्यो माथि चाहिँ त्यो आर्मीहरूको त्यो के भन्छ ब्यारेक जस्तो रहेछ कि, पुरानो
त्यो चाहिँ अहिले म्युजियम बनाएको छ, हामी त्यहाँ पनि हेर्न गयौँ। अनि त्यहाँबाट चाहिँ वर्ल्ड वार हुँदाखेरि चाहिँ त्यो आर्मीहरूले चाहिँ बन्दुकले पड्काएको रहेछ कि त्यस्तो रहेछ है कहानी, एकदम इन्ट्रेस्टिङ छ। यहाँ आइसकेपछि चाहिँ मलाई अलि रमाइलो लाग्यो नि, आफै भिडियो बनाउनु पर्यो भनेर सुरु गरेर त्यस्तो यस्तो मोबाइल खसिराख्यो मेरो त। त्यसपछि होस् खसे पनि म त बनाउँछु भनेर यस्तो टक्क 2-4वटा बनाएँ। मैले लगेको सेल्फी स्ट्यान्ड चाहिँ एकदमै सानो थियो नि त, अनि हेर त्यो राखेर चाहिँ देखिँदै नदेखिने कि, अनि त्यो हिँड्ने मान्छेहरूले म खिचिदिउँ भन्दै थियो, होइन पर्दैन म आफै खिच्छु भनेर खिच्न थालेँ। त्यसपछि हामीले चाहिँ बोट लियौँ। सुरुमा जाँदा चाहिँ त्यस्तो लाइन थिएन, ओहो पछि त यति धेरै लाइन कि बोट चढ्नको लागि। अनि हामीले चाहिँ यो सिङ्गल बोट लियौँ आफ्नो फ्यामिलीको लागि। यसको चाहिँ कति थियो भने 60 युरो थियो टिकट चाहिँ। अनि त्यसपछि चाहिँ आफै चल्छ कि यो इलेक्ट्रिक बोट हो नि त, तर यसो त्यो के भन्छ त्यसलाई, ह्यान्डल चाहिँ यता र उता साइड दिनको लागि घुमाउनु पर्छ है। पानी चाहिँ कस्तो चिसो के, यहाँ आइसकेपछि चाहिँ मलाई चाहिँ यस्तो आनन्द आएको नि, शीतल भयो कि, किनभने त्यो बाहिर उता रोडतिर घुम्दा चाहिँ गर्मी भइरहेको थियो है, तर यो पानीमा बोटमा आइसकेपछि चाहिँ एकदमै शीतल भयो कि, यस्तो आनन्द आइरहेको थियो। त्यही भन्दै थिएँ मैले, अनि पानी छुन मिल्छ भनेर भनेको, मिल्छ मिल्छ भन्नुभयो मेरो हस्बेन्डले। अनि त्यसपछि चाहिँ मैले टक्क पानी पनि छुएँ है। अनि यो चाहिँ अगाडि नै हामीले 1-2वटा फोटोहरू क्लिक गरेको थियौँ, अनि त्यही फोटोहरू। अनि त्यसपछि मैले आफ्नो चाहिँ हल्का भिडियोहरू क्याप्चर गर्न लागेँ होइन, रिल्सको लागि, टिकटकको लागि मैले आफै बनाउन थालेँ। किनभने मेरो हस्बेन्ड चाहिँ राइड गर्दै हुनुहुन्थ्यो, मेरी छोरी पनि साइडमा बस्दै थिइन्, मेरो बाबु पनि बसिरहेको थियो, त्यही भएर मैले चाहिँ आफै बनाउन थालेँ। अनि टक्क यताउति गरेर कस्तो राम्रो थियो कि, तर आफूले भन्दा पनि अरूले क्याप्चर गरिदिँदा चाहिँ अझ पुरै भ्यूहरू आउने थियो है। अनि अब यस्तै हो, नभ्याएपछि के गर्नु त होइन, जतिजना छ उति जानु पऱ्यो नि त। अब ग्रुपमा गएको भए चाहिँ अझ रमाइलो हुन्थ्यो होला, तर रमाइलो नै भयो है। मैले आफै आफ्नो भिडियोहरू खिचेँ। अनि यहाँ चाहिँ मैले बोलेर बनाएको थिएँ। अनि त्यसपछि यो भिडियो चाहिँ मेरो हस्बेन्डले खिचिदिनु भएको, यसमा चाहिँ अलि धेरै भ्यूहरू क्याप्चर भएको छ, अनि मलाई मन पनि परेको थियो। मेरो भिडियो यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई। अनि दिनान्त कस्तो लाग्यो त तपाईँहरूलाई? यदि तपाईँहरू बेल्जियममा हुनुहुन्छ, घुम्ने सोच बनाउँदै हुनुहुन्छ भने चाहिँ एकचोटि जानु होला, एकदमै राम्रो ठाउँ छ। मलाई चाहिँ एकदमै मन पर्यो है। अनि त्यसपछि हामी माथि उता यो के भन्छ म्युजियमतिर पनि घुम्यौँ है, तर त्यता चाहिँ खासै क्याप्चर गर्न पाएन, अब थाकिसकेको थियो है। हस् त, बाई बाई।